सुधाजी तपाईले त कसमै खानु भएको थियो रे वैकल्पिक शक्तिहरूलाई एक बनाउँछु भनेर के हो खास? अब गोर्खामा कसम खाएको थिएँ होइन। अब तपाईँको अब जसरी पनि मिलाउँछु भनेर लागेको थिएँ होइन। एउटा भगवान्ले पनि एउटा भनौँ न एउटा हुन्छ नि एउटा नागरिकको आवाज सुन्यो जस्तो लाग्यो होइन। उद्देश्य ठुलो र मुटु ठुलो भयो भने धेरै कसरत गर्नु नपर्दो रहेछ। केही मान्छेले हाइज्याकर भन्थे, अहिले किङ मेकर भन्दैछन् क्या। के भन्नुहुन्छ? कतिको खुसी लागिरहेछ? यति बेला मेयर साहब निस्किसक्नु भएको छ, देख्न सक्नुहुन्छ। त्यही भएर गोर्खाबाट कसम खाएर हिँडेको आज पुरा भयो। अब पब्लिकको इच्छा थियो नि त, त्यही भएर मैले कसम खाएको, नत्र त मैले किन कसम खानु र होइन। 3जना नेताहरू एक ठाउँमा आउनु भएको छ। यसले साँच्चै नै नेपालको अबको भविष्य निर्माणमा, नेपाली जनताको अबको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने हामीले आशा लिएका छौँ। दाइ आज हजुर जसले नि मिल्नुपर्छ, देशको लागि मिलिदिनुपर्छ। तपाईँहरू सबैजना एक ठाउँ हुनु भइदियो भने देशले पनि एउटा आशा गर्नु सक्छ, जनताले पनि सबै त्यही हेरिरहेछन्, हामीले पनि त्यही कसम खाइरहेछौँ होइन।